कोही पनि जन्मजात सफलता ल्याएर आएको हुँदैन। प्रकृतिले हरेक मानिसलाई समान क्षमता र सम्भावना सहित यस संसारमा पठाएको हुन्छ। फरक यति मात्र हो, सफल विद्यार्थीले समयलाई बहानामा खर्च गर्दैन, भविष्यमा लगानी गर्छ। कमजोर देखिने विद्यार्थी बिहान उठ्ने बित्तिकै भन्छ, आज पढ्न जाने मन छैन, पढेर के नै हुन्छ र। तर सफल विद्यार्थी बिहान उठ्ने बित्तिकै सोच्दछ, आज म के नयाँ कुरा सिक्ने, अझै बढी ज्ञान हासिल कसरी गर्ने। कमजोर विद्यार्थीले पढाइलाई बोझ ठान्दछ भने सफल विद्यार्थीले पढाइलाई अवसरको रूपमा लिन्छ। कमजोर विद्यार्थीको दिमाग बहानाले भरिन्छ, सफल विद्यार्थीको दिमाग ज्ञानले भरिन्छ। सफलता प्राप्त गर्नु भाग्यको खेल होइन, यो मेहनत गर्ने बानीको परिणाम हो। आज हामीले पढाइलाई बोझ मान्यौं भने भोलि हाम्रो जीवन पनि बोझ बन्न सक्छ। आजै निर्णय गरौँ, हामीले बहाना रोज्ने कि उज्जवल भविष्य। किनकि सफलता जन्मसँगै आउँदैन, यो त मेहनत र सकारात्मक सोचको परिणाम हो।